भुन्टी सिरियलमा हामीले जे सोचेका थियौँ त्यही भएको छ। भुन्टीलाई चाहिँ मास्टर साहबले आफ्नो घर लिएर गएका छन्। अन्तिममा भुन्टीले पनि मास्टर साहबको घर जान मानेका छिन्। मानेर चाहिँ मास्टर साहबले चाहिँ भुन्टीको हात समातेर आफ्नो घरतिर लिएर गएका छन्। भुन्टीले मेरो कहीँ छैन, मेरो घरै छैन, म जहाँ पुग्छु त्यहीँ बस्छु, जहाँ जे भेट्छु त्यही खान्छु भनेर हिँडेकी मान्छे मेरो घर कहाँ छ र म जानु भन्छन्। त्यति भएपछि त मास्टर साहबलाई पनि सजिलो भयो आफ्नो घर लिएर जान। उसले चाहेका पनि त्यही थिए कि भुन्टी चाहिँ उसको घर जाउन् अनि उसले चाहिँ भुन्टीको भरपुर सेवा गर्न पाउन् भनेर चाहिँ मास्टर साहबले चाहेका थिए। अनि भगवान्ले पुरा पनि गरिदिइहाल्नु भयो कति छिटो। हुन त भगवान्ले मास्टर साहब तडपेको देख्न नसकेरै होला सायद। उसले भुन्टीलाई पाउनको लागि यति धेरै तडपेका थिए कि उसले सपनामा भुन्टीलाई देख्यो भने पनि खोज्न जाने क्या, जहाँ देखेको छ त्यहीँ। अनि यति धेरै माया गर्ने मान्छेलाई चाहिँ भुन्टीलाई कसरी छुटाउन सक्छन् त? यति धेरै माया गर्ने मान्छे चाहिँ भुन्टीलाई भेटाउनु परिहाल्थ्यो नि। भगवान्को संयोग हो यो चाहिँ। उता भूपेन्द्रको गर्लफ्रेन्ड आउनु, अनि भुन्टीलाई घरबाट निकाल्नु, अनि भुन्टी चाहिँ बाटोमा हिँड्नु, बाटोमा हिँड्दा हिँड्दै लडेर ठ्याक्कै पकड्नु मास्टर साहबले। मास्टर साहबको बहिनी बियोस भयो भनेर ढाँट्नु। कस्तो संयोग! भगवान्ले सबै थोक घुमाएर मिलाएर चाहिँ भुन्टीलाई र मास्टर साहबलाई एक गर्ने प्लान बनाइराख्नु भएको छ। भुन्टीले धेरै दुःख पनि पाएकी छिन् नि त। आजसम्म भूपेन्द्रको श्रीमती भएर बस्दा चाहिँ भुन्टीले धेरै नै दुःख पाएकी छिन्। त्यसैले गर्दा चाहिँ सायद भगवान्ले पनि भुन्टीलाई दुःख नहोस्, सुख होस् है भनेर नै मास्टर साहबसँग भेटाइदिनु भएको होला। अब भुन्टीको जीवन चाहिँ मास्टर साहबसँगको श्रीमती भएर बितोस्। मास्टर साहबले भुन्टीलाई धेरै माया गर्छन्। यस्तै माया चाहिँ सधैँभरि गरिरहन्। प्राय त पाउनुभन्दा अगाडि धेरै माया गर्ने, अनि पाइसके पछाडि माया नगर्ने हुन्छन्। मास्टर साहबले चाहिँ यस्तो व्यवहार नदेखाउन्। भुन्टीलाई जिन्दगीभरि अहिले जति धेरै माया गर्छन् त्यति नै माया सधैँभरि गरिरहन्। भुन्टीको त्यो समातेको हात चाहिँ कहिले पनि नछोडुन्। भुन्टी एकदमै असल छिन्। उसले चाहिँ एकदम राम्रो काम मात्र गर्छिन्, जसले गर्दा चाहिँ मास्टर साहब पनि निकै उँभो लाग्छन्। भुन्टी पनि धेरै खुसी हुन्छन् आफ्नो श्रीमान चाहिँ आफूले भन्दा धेरै माया गर्ने परेपछि। भुन्टीलाई मास्टर साहबले धेरैभन्दा धेरै माया गर्छ। उसले बरु बहिनी घरमा बियोस भएर लडेको खबरले ऊ त्यति धेरै आत्तिएनन्, तर भुन्टीलाई चाहिँ पर्खेर बसिरहे। भुन्टी निको नहुन्जेलसम्म म बहिनीलाई पनि हेर्न जान्न भनेर बसेर भुन्टीलाई निको बनाएरै लिएर गए भनेपछि भुन्टीलाई कति धेरै माया गर्दा रहेछन् त मास्टर साहबले। आजसम्म चाहिँ मास्टर साहब कता थिए, कता लुकेका थिए? पहिल्यै आउनुपर्छ क्या, पहिल्यै। उसले त्यसरी भुन्टीले त्यसरी इन्कार गरेकी थिइन् भने पनि बरु बारम्बार माग्न गएर हुन्छ, जसरी भए पनि उसको मन्दिर ल्याउनु पर्ने थियो। अलिकति ढिला चाहिँ भएकै हो। भुन्टीले विवाह गरेर पनि यत्रो वर्ष भइसक्यो, अनि बल्ल बल्ल मास्टर साहब चाहिँ भेटेका छन्। यस्तो छ अवस्था। अब भुन्टीलाई अब मास्टर साहबले आफ्नो घर लिएर जाँदै गर्दा भुन्टीका जेठानी अनि त्यो भूपेन्द्रको गर्लफ्रेन्ड बनाउँदै तिनीहरू चाहिँ बाटोमा आएर उभिरहेका छन्। सायद अब भुन्टीलाई घरै लिएर जान्छन् होला कि घर लगेर जबरजस्ती डिभोर्स गराएर चाहिँ पठाउँछन् होला कि। बिचरा भुन्टीको जीवनमा अलिकति सुख आउन खोज्दै पनि फेरि दुःखले घेरिहाल्छ। दुखीको कर्ममा सधैँ दुःख मात्र हुन्छ। भुन्टीले कहिले सुखको सास लिन नपाउने नै भइन्। फेरि त्यही पापी घरमा गएर चाहिँ बस्नुपर्ने। बस्न त के बस्नु, जे डिभोर्स लिएर आउने भइन् भुन्टीले। तर मास्टर साहबले त भेट्दैन नि त भुन्टीलाई। बल्ल बल्ल उसले आफ्नो घर लाने मौका पाएका थिए। ती कहाँबाट दुईटा चुडेलहरू आएर अब त्यो मौकै घुम्ने भयो। उनीहरू दुईजना नजिक हुने अवसर त भगवान्ले जुराइदिएका थिए। अब
आउँदो एपिसोडमा चाहिँ पक्कै पनि मास्टर साहबले भुन्टीलाई त्यो घरमा जान दिँदैनन्, किनभने उसको स्वास्थ्य अवस्था एकदमै कमजोर छ, एकदमै बिजोग छ। त्यसैले गर्दा चाहिँ कि सायद मास्टर साहब पनि भुन्टी सँगसँगै भुन्टीको घर गएर भुन्टीको डिभोर्स भएको देखेर भुन्टीलाई फेरि सँगै लिएर पो आउने हुन् कि के थाहा। भगवानको खेल, भगवानको हातमा हुन्छ जे पनि। हामी त भगवानले नचाउने कठपुतली मात्र, भगवानले जे चाह्यो त्यही हुन्छ। मास्टर कि बहिनीले चाहिँ मास्टरलाई पर्खेर बसिरहेकी छिन्। बिचरा आफ्नो दाजुको बिहे पनि भएको छैन, बरु ऊभन्दा कान्छो दाजुले बिहे गरिसक्यो, छोराछोरी पनि पाइसक्यो, तर जेठो दाजुले बिहे गरेको छैन, बिहे गर्नै मान्दैन। त्यही भुन्टी भुन्टी भन्दै बस्छ। त्यो पनि अर्काकै श्रीमती हो भन्ने थाहा भइ पनि उसैलाई माया गरिरहेको छ। यही पिरले चाहिँ मास्टरको बहिनी धेरै पिर लिइरहेकी छिन्। त्यसैले गर्दा उसले सायद भुन्टीलाई मन पनि पराउँदैनन् होला। मेरो दाजुलाई यसले चाहिँ यसको कारणले गर्दा चाहिँ मेरो दाजु पीडित हुनु पर्यो, मेरो दाजुले बिहे गरिन भनेर भुन्टीलाई सायद हेला गर्छिन् होला। त्यस पछाडि भुन्टी त जहाँ गए पनि हेला, कहीँ गए पनि सुख पाउँदिनन् बिचरा। तपाईहरूलाई भुन्टी सिरियल कस्तो लागिरहेको छ त? भुन्टी सिरियलका नयाँ एपिसोडहरूले तपाईँहरूलाई कस्तो बनाइरहेको छ? भुन्टीले अब सुख पाउँछन् कि भन्ने आश चाहिँ छ। अब हेरौँ के हुन्छ। हामी तपाईँहरूलाई नयाँ भिडियो बनाउँदै भिडियोहरू उपलब्ध गराउने नै छौँ। तबसम्मका लागि मलाई बिदा दिनुहोस्।